सम्प्रति पूजित सभाध्यक्षज्यू, निष्पक्ष निर्णायक मण्डल, अज्ञानको अन्धकारमा ज्योति बाल्ने गुरुवर्ग, भ्रमको खेती गर्न अब्बल आफ्नै शब्दजालमा फसेका मेरा विपक्षी मित्र तथा यहाँ उपस्थित सम्पूर्ण प्रबुद्ध श्रोतागणहरूमा मेरो न्यानो अभिवादन। वाद्य जायत्य तत्त्वबोध अर्थात् निरन्तरको तर्क वितर्क विमर्श र संवादबाट नै कुनै पनि सत्य निस्किन्छ भन्ने दर्शनलाई आत्मसात गर्दै म आज एक सुन्न चाहनु इसान हजुरको सामु यस वादविवाद प्रतियोगिता जसको शीर्षक रहेको छ जीवनको सफलताका लागि प्रकृतिकी प्रवृत्तिमा प्रविधि अर्थात् विपक्षबाट आफ्ना अगाध तर्कहरू प्रस्तुत गर्न गइरहेको छु। सर्वप्रथम त जीवनको सफलता भनेको के हो? जीवनको सफलताको परिभाषा युग अनुसार समय अनुसार परिवर्तन हुँदै गइरहेको छ। ढुङ्गे युगका मानिसका लागि जीवनको सफलता भनेको दुईटा ठुला हात्ती ढाल्नु थियो होला भने आजको आधुनिक समाजका मानिसहरूको लागि जीवनको सफलता भनेको ठुला बङ्गलामा चिसो एसीको हावा खाँदै महँगो गाडी चढी नयाँ आइफोन बोकी इन्स्टाग्राममा स्टोरी हाल्दै सुखी तथा आरामदायी जीवन जिउनु हो। मलाई आश्चर्य लाग्छ भविष्यमा डाक्टर, इन्जिनियर, पाइलट बनी सफल र धनी हुन्छु भन्दै महिनाको 25,000 रुपियाँ तिर्ने मेरा विपक्षी मित्रले आज जीवनको सफलता भनेको त रुख मुनि तपस्या गर्नु मात्र हो भन्नुहुन्छ। सभाध्यक्ष महोदय, हिजो इलन मस्क, क्रिस्टियानो रोनाल्डो र विराट कोहली बन्छु भन्ने मेरा विपक्षी मित्रले आज टार्जन र मुगली बन्ने कुरा गर्नुहुन्छ। मेरा विपक्षी मित्रले भन्नुहोला कि हामीले खानेकुरा सबै प्रकृति नै हो। म उहाँलाई के भन्न चाहन्छु भने महोदय, त्यो माटो प्रकृति होला तर त्यो धान फलाउनको लागि हालिने मल प्रविधि हो, पानी हाल्नको लागि प्रयोग गरिने पाइप प्रविधि हो, फलेको धानलाई काट्ने मेसिन प्रविधि हो, त्यो धानलाई पिसेर चामल बनाउने मिल प्रविधि हो, चामल बनेको चामललाई घरमा पुर्याउने मोटर गाडी प्रविधि हो र घरमा आइपुगेको चामललाई पनि भात बनाउनको लागि प्रयोग गरिने एलपिजी ग्यास र राइस कुकर पनि प्रविधि नै हो। आजको यस वादविवादमा बोल्न पाउँदा मलाई निकै रमाइलो लागिरहेको छ। तर यदि मेरा विपक्षी मित्रले आज पातको लङ्गोटी लगाएर खाली खुट्टा गुफाबाट भैँसी चढेर आउनु भएको भए मलाई झन् सुनमा सुगन्ध नै हुने थियो। मलाई आश्चर्य लाग्छ हिजो आइटी भनेपछि युसेन बोल्ट भन्दा छिटो कुद्ने मेरा विपक्षी मित्रले आज कन्दमूल सङ्कलन गर्ने कुरा गर्नुहुन्छ। हिजो 12 बजेको टन्टलापुर घाममा फुटबल खेल्न जाने मेरा विपक्षी मित्रले आज भालुसँग कुस्ती खेल्ने कुरा गर्नुहुन्छ। आज चस्मा खोलेमा अन्धो हुने मेरा विपक्षी मित्रले पात पतिङ्गले ढाकिएर शरीरमा ब्रान्डेड कपडा, खुट्टामा टिरिक्क टल्किएको जुत्ता, हातमा महँगो घडी, मुखमा 4 थरी पाउडर र कपालमा जेल लाएर उभिएर प्रविधिका सारा सेवा सुविधा चार्दै प्रकृति नै बेस भन्नु त गुफामा राम बदलमा छुरा भने चाहिँ हो। मेरा विपक्षी मित्रले एरर 404 नट फाउन्डको कुरा गर्नुभयो। मेरा प्यारा विपक्षी मित्र, घना जङ्गलको अँध्यारो गुफाभित्र केराको पातमा त एरर 404 नट फाउन्ड नै भन्छ। यदि तपाईँलाई एरर 404 नट फाउन्ड हटाउनु छ भने बेलगाडी चढेर मोटर गाडी चढेर कहिले गुफाबाट निस्केर मेरो घरतिर आउनुहोस्। म आफ्नो प्रविधि सम्पन्न ल्यापटपमा तपाईँलाई प्रविधि चलाउन र त्यो एरर हटाउन पनि सिकाइदिन्छु। आज रुखको हाँगाले कोलगेट म्याक्स पेस्टले दाँत मार्ने मेरा विपक्षी मित्र, नुहाउनको लागि गोबर साबुन प्रयोग गर्ने मेरा विपक्षी मित्र, तिर्खा लागेको बेला खोलाको फिल्टरको पानी खाने मेरा विपक्षी मित्र, मनको शान्तिका लागि चराको चिरबिर स्पोटिफाईमा गीत सुन्ने मेरा विपक्षी मित्र, मनोरञ्जनका लागि जङ्गलमा बाँके मृगल खटेको नेटफ्लिक्स हेर्ने मेरा विपक्षी मित्र र आफ्नो शरीर बलियो बनाउनका लागि ढुङ्गा चट्टान बोक्ने जिम जाने मेरा विपक्षी मित्रले अझै पनि प्रकृति नै बेस भन्नुहुन्छ भने म आफ्नो दुवै हात जोडेर अनुरोध गर्दछु, भोलि नै सारा प्रविधिलाई त्याग गरेर जङ्गलमा गएर बस्नुहोस्। म पनि एक हप्तापछि आफ्नो बुलेट बाइक पड्काएर कालो चस्मा ढल्काएर तपाईँको सफलताको कथा सुन्न पक्कै नै आउनेछु। तर मलाई थाहा छ तपाईँ एक हप्ता नपुग्दै आफ्नो पुच्छर हल्लाउँदै फेरि प्रविधिकै द्वारमा फर्किनु हुनेछ, किनकि
किनकि आजको यस आधुनिक युगमा प्रविधि बिनाको सफल जीवन त छोडिदिनुहोस्, जीवन पनि कल्पना गर्न असम्भव छ। धन्यवाद।